अमिताभ बच्चनको एउटा डायलग छ, बाप बाप होता है। त्यही डायलग अहिले देवा माथि बज्रिएको छ। केही वर्ष अगाडि देवा प्रचण्ड अन्य हाम्रो देशका दलाल नेताहरू डलरको लोभमा, विदेशीको लोभ लालचमा हाम्रो हिन्दू राष्ट्र नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्षित राष्ट्र ल्यायो, जनतालाई अत्तो पत्तो नदिइकन। र केही महिना अगाडि जेनजी आन्दोलनमा कुकुर भन्दा बेहतर रूपले कुटाइ खाएका शेरबहादुर देवा नत्र उसलाई विदेशीले साथ दियो न त देशभित्रै रहेका उसका झोले कार्यकर्ताहरूले। त्यस पश्चात उसको राजनीति नै धराप परिसक्यो, उसको राजनीति नै सखा परिसक्यो र त्यसैको विकल्पमा अहिले र पुनः राजनीतिमा आगमन गर्नको लागि उसले केही हेरेन, केही साथ हेरेन। त्यसपछि हाम्रो सनातनी हिन्दूहरूमाथि जाल फ्याँक्न खोजिरहेछ यो देवाले, म हिन्दू हुँ, म हिन्दू हुँ, म हिन्दू भनेर। तर तपाईहरू यो जाल झोलमा नपर्नु। यदि शेरबहादुर देवा साँच्ची नै सुध्रिसकेछ, साँच्ची नै आफ्नो पापको प्रायश्चित गर्न चाहन्छ भने हाम्रो 4 जना सनातनी भाइ जस्तो सडकमा आउनु र हिन्दू राष्ट्रको लागि छातीमा गोली खानको लागि सडकमा उत्रनु, सडकमा सङ्घर्ष गर्नु, कि केवल हिन्दू राष्ट्रको नारा लगाएर भोट ब्याङ्कको प्रयोग नगर्नु हाम्रो हिन्दू सनातनी भाइहरूसँग। नत्र यो पालि कुकुर जस्तो मात्र कुटाइ तपाईँलाई भेटाएको छ, अर्कोपल्ट बोका जस्तो बलि तपाईँलाई दिइहाल्ने। त्यसैले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गराउने अभियानमा लाग्नु भएकोमा तपाईँलाई स्वागत छ, तर भोटमा होइन, भोटको यो एजेन्डा होइन। यदि तपाईँ साँच्चीकै सुध्रिसक्नु भएको छ भने तपाईँ रोडमा सङ्घर्ष गर्नु, हामी जस्तै आन्दोलनमा आउनु, हाम्रो सनातनी भाइ जस्तो छातीमा गोली खान तयार हुनु। र सबै सनातनी भाइहरू यो याद राख्नु कि देवालाई अब भोट होइन, यदि उसलाई साँच्चीकै हाम्रो नेपालसँग माया छ, हाम्रो सनातनीसँग माया छ र ऊ आफू स्वयं सनातनी छ भने ऊ आफै सडकमा आउँछ, सडक सङ्घर्षमा आउँछ। त्यसैले चुपचाप हिन्दू राष्ट्र